नमस्कार, यहाँहरू सबैलाई। मेरो नाम सत्या गहतराज हो र आज हामी एउटा महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ, जुन हो तनाव। हङकङमा बस्नु रोमाञ्चक छ, तर भनेको चाहिँ त्यत्तिकै तनावपूर्ण पनि छ। यहाँ हरेक कुराको गति तीव्र छन्, विद्यालयहरूका मागहरू उच्च छन् र दबावहरू त्यत्तिकै छन्। तर आज हामी हङकङमा रहेका जातीय अल्पसङ्ख्यक परिवार, दुवै अभिभावक, किशोर र किशोरीहरूको बारेमा कुरा गर्न गइरहेका छौँ र उहाँहरूलाई हुने विशेष प्रकारको तनावबारे कुरा गर्दैछौँ। धेरै अल्पसङ्ख्यक समुदायका विद्यार्थीहरू भन्नुहुन्छ कि उहाँहरूलाई दुई स्तरको दबाव महसुस हुन्छ। पहिलो, तपाईसँग सामान्य अङ्कको तनाव, जुन अनन्तहीन अध्ययन, डिएससी परीक्षा र समायोजनको प्रयास। तर यहाँ त्यस्तै दोस्रो तह पनि छ, जहाँ तपाईलाई दुई संसारको बीचमा अड्किएको महसुस हुन सक्छ, किनभने तपाईँको घरको संस्कृति र विद्यालयको संस्कृति फरक छन्। तपाईसँग भाषा बोल्नुमा पनि बाधा हुन सक्छ। सायद तपाईँ अङ्ग्रेजी र तपाईँको आफ्नो घरमा बोलिने भाषामा धाराप्रवाह रूपमा बोल्न सक्नुहुन्छ, तर तपाईँ चारैतिर बोलिने जुन क्यान्टोनिज भाषा हो त्यसमा कुरा गर्दा तपाईँलाई अप्ठ्यारो महसुस हुन सक्दछ र तपाईँको पृष्ठभूमिको कारणले गर्दा तपाईँलाई पनि भ्रम पर्न सक्छ। अभिभावकहरू, हामी तपाईँहरूलाई अनुभव गर्न सक्छौँ। तपाईँहरू अत्यन्तै मेहनती हुनुहुन्छ र तपाईँहरूको बच्चाको लागि तपाईँहरूले त्यत्तिकै चिन्ता पनि लिन गर्नुहुन्छ र विद्यालयको प्रणालीबारे तपाईँलाई अन्जान भएको हुँदा त्यो विषयमा अत्यन्तै चिन्ता हुनु स्वाभाविक पनि हो। यदि तपाईँ चाहनुहुन्छ कि तपाईँका बच्चाहरूलाई सफलता प्राप्त होस् र उनीहरूले संस्कृति र मानहरूलाई पनि बुझुन्, यसरी नै सन्तुलित बनाएर लैजाउन् भन्नु चाहनुहुन्छ भन्ने यो त्यति सजिलो छैन र यो सामान्य कुरा पनि होइन। हामीलाई मस्तिष्कमा चित्त पनि बुझ्दैन किन यस्तो भइरहेको छ भन्ने कुरा, र यस कुराले तपाईँलाई गाह्रो बनाउन सक्छ। तपाईँ एक्लै हुनुहुन्न। द जुबिन फाउन्डेसन जस्ता एनजिओका रिपोर्ट्सहरूले पनि लगातार देखाउँछन् कि जातीय अल्पसङ्ख्यक युवाहरूका लागि भाषाई बाधा र सांस्कृतिक एकीकरण तनावका सबैभन्दा ठुला स्रोतहरू हुन्। यसले गर्दा धेरै चिन्तालाई जन्म दिन्छ, किनभने यसले तपाईँलाई मेरो कुरा कसैले पनि बुझ्दैन भनेर महसुस गराउन सक्छ। त्यसैले समाधान के हो? यो तनाव उपकरण सेट बनाउनबाट सुरु गर्नुहोस्। पहिलो, सबैको लागि संवाद गहिरो बनाउनुहोस्। अभिभावकहरू, विद्यालय कस्तो थियो मात्र नसोधिकन सोध्नुहोस्, तिम्रो आजको दिनको सबैभन्दा कठिन भाग के थियो? विद्यार्थीहरू, आफ्नो साझा घरमा बोलिने भाषाहरूमा आफ्नो भावनाहरू व्यक्त गर्दा उहाँहरूलाई सजिलो हुने र आफ्नो मनका कुराहरू राम्रोसँग खोल्न सकिने हुँदा आफ्नो घरमा बोलिने भाषामा सरल तरिकाले आफ्नो आमा बाबुहरूसँग विभिन्न किसिमका मनका कुराहरू पोख्न सक्नुहुन्छ र जुन तपाईँ अङ्ग्रेजी र क्यान्टोनिजमा भन्न सक्नुहुन्न। त्यसो हुँदा आफ्नो भाषाको प्रयोग गरी आफ्ना मनका कुराहरू पोख्न सक्नुहुन्छ। दोस्रो, विद्यार्थीहरूको लागि तपाईँको पहिचानलाई पुनः फ्रेम गर्नुहोस्। बहुभाषिक हुनु कुनै कमजोरी होइन। यो हङकङ जस्तो विश्वव्यापी सहरको एक सुपर पावर हो। तपाईँ आफ्नो विरासत र हङकङर हुनु बीच चयन नगर्नुहोस्। तपाईँ दुवै हुन सक्नुहुन्छ। तपाईँको अद्वितीय अनुभवले तपाईँलाई अरूहरूको दृष्टिकोणमा फरक तरिकाले सोच्न मद्दत गर्दछ, जसलाई तपाईँले यसलाई आफ्नो तरिकाले सोचेर विचार गरेर लिन सक्नुहुन्छ। तेस्रो, अभिभावकहरूको लागि उपलब्ध स्रोतहरूको प्रयोग गर्नुहोस्। तपाईँको बच्चाको विद्यालयमा जानुहोस्, उहाँहरूसँग कुरा गर्नुहोस्। यदि तपाईँलाई आफ्नो भाषा मात्रै आउँछ र अरू भाषा आउँदैन भने त्यहाँ अनुवादकहरूसँग कुरा गर्नुहोस्, त्यहाँको सामाजिक कार्यकर्ताहरूसँग कुरा गर्नुहोस्, सम्झाउनुहोस्। तपाईँको बच्चाको मानसिक स्वास्थ्य पनि तपाईँको बच्चाले पाउने ग्रेड्स जत्तिकै महत्त्वपूर्ण हुन्छ। यदि उनीहरू पूर्ण छैनन् भने त्यसमा केही छैन। यो महत्त्वपूर्ण छ कि तिनीहरू स्वस्थ छन्। अन्तमा, सहयोग कहाँ पाउनुहुन्छ भन्ने कुरा जान्नुहोस्। समर्थनको लागि सोध्नु शक्ति हो, कमजोर होइन।
क्यारिटास, हङकङ क्रिस्चियन सेवा र द जुबिन फाउन्डेसन जस्ता विभिन्न संस्थाहरू सांस्कृतिक रूपमा संवेदनशील बहुभाषिक परामर्श उनीहरूले दिने गर्दछन्। सरकारले के हामी कुरा गरौँ भन्ने खालको कार्यक्रमहरू पनि लागेका छन् र ती कार्यक्रमहरूमा पनि तपाईँले बुझेर धेरै कुरा सिक्न सक्नुहुनेछ। तपाईँ तनाव सङ्कटमा पर्ने गरी नकुर्नुहोस्। तपाईँको चुनौतीहरू वास्तविक छन्, तर तपाईँको प्रतिरोध पनि वास्तविक छ। आफूप्रति दयालु हुनुहोस् र एक अर्काप्रति दयालु हुनुहोस्। हजुरलाई हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।